होइन हाम्रो छोराको न्वारानको दिन कसको श्राद्ध पर्यो पण्डित बाई त आउँदैन नि त यतिखेरसम्म माग्नेको छोराको त न्वारन के आउँथे पण्डित बरु भिनाजु मै पढ्दिउ मन्त्र अरे लाचाले दिएर बारी पार्न पुर्याइन्छ अनि थाहा पाउँछ ल अरे ढिला 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 अरे बिहान उठ्ने बित्तिकै त्यो अरे किस्नेको हजुरबाउको श्राद्ध रात त्यहाँ सकेर फेरि मनराजको छोरीको न्वारन। अब बाबु यहाँ र पनि सकेर गइसकेपछि त्यो केशवेको हजुरबाउको श्राद्ध छ ल बाबु चाँडो गरिहाल्नु फेरि त्यो हेरी गोविन्दको छोराको पनि न्वारनमा पुग्नु छ। लौ न बाबु चाँडो गरौँ। सर्वप्रथम चाहिँ हेरी यो चाहिँ तपाईँको उतार जम्मा गरेर ल्याएको सिधा चाहिँ राखिहालौँ। सर्वप्रथम बाबु छ नि छोराको बाउ हुनुभएकोमा धेरै धेरै हेरी बधाई छ। धन्यवाद धन्यवाद। क्या धन्यवाद ओ पण्डित बाजे छोराको बाउ यो होइन उहाँ हो उहाँ अलि हेरेर न्वारन गर्नुहोस्। मिस्टेक नानी मिस्टेक मैले त उहाँ बाबुलाई बच्चाको हजुरबाउ उहाँलाई चाहिँ हेरी बच्चाको बाउ भन्ठानेको हरिओम नारायण। मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज। खोइ त टपरीमा धान चामल धान चामल भनेपछि पार्दै गर्ने एकछिन है। ओम हरि ओम नारायण ओम नारायण अतो दृष्ट भक्तस्य। ल धानको सट्टा पनि चामलै राख्दिएँ मैले। होइन क्या त्यो मनराजी घरको चामल र तिम्रो घरको चामल त उस्तै छ त। होला अब उसको र मेरो तल गुर्जु धारा फाटमा सँगै खेद्छ उस्तै त भइहाल्छ नि। होइन क्या हो चामलमा त अबिर मिसिया छ नि। अबिर त मिसिहाल्छ नि अब खेता काल्ना ठुल्ठुला अबिरका रुख छन् अनि अबिर पाकेर लटरम्मै छ। अबिर माथिबाट झर्दै धानका बालामा पर्दै अबिर माथिबाट झर्दै धानका बालामा पर्दै गरेर धानमा परेपछि चामलमा त परिहाल्छ नि। ल अब पूर्वपट्टिको टपरीमा भेटी चढाऊ। ए भेटी एकछिन है। ल अब बाबु उत्तरपट्टिकोमा पनि भेटी चढाऊ। उत्तर ल अब दक्षिणपट्टिकोमा पनि भेटी चढाऊ। दक्षिण यता बाबु एउटै सिकाले न्वारन सक्ने सुर चाहिँ के हो नारायण होइन अहिले पछि बाबुलाई म डक्कै टक्राउँछु नि। पहिला छोरा नाम चाहिँ जुराउ न। ओम नारायण ओम बालक नामाकरण गरन्ति। बच्चाको बाउको नाम माग्ने बुढो अनि आमाको नाम घैँटी। अहिले तेरा जगल्टा सगल्टा बाउको नाम मगन्ता नारायण आमाको नाम मुइया। ओम मगन्त नारायणस्य पुत्रस्य न्वारणम नामाकरणम ओम गो। ल गबाट चाहिँ भने जस्तो नाम जोडियो। गबाट के गणतन्त्र होइन गुवाचे प्रसाद। नचाहिने कुरा गर्ने नाम राख्नेको नि एउटा सीमा पो हुन्छ त। राम्रो नाम राख्नलाई त दक्षिणा पनि गतिलै चाहियो नि। 1 रुपियाँको ढ्याक राख्दैमा न्वारन हुन्छ। चामल पनि त्यस्तै छ। गतिलो चामल हाल्नलाई तिमीले पोका गतिलो चामल ल्याए हुनु पर्यो नि। आफै अबिर मिसिया चामल ल्याउने। ए धुर्मुस दुलन फर्काउनु जान किन ढिला गरे हा? वहाँ पानी पर्न आयो छिटो गएर छिटो। अब धेरै लामो लहरो भएको डाटा छ सबभन्दा गाँसियो कसैले पात्ता बोक्दै पर्यो नि। ए छिटो गर न। आयो छ्या कति कराइसकेको। अब पहिलो पल्ट माइत जानला पनि यसो चिटिक्क त पर्नु परिगयो नि। के हजुर कस्तो देखिया छ भने मलाई। ए आइमाईको ढर्रै बेसी क्या बा। बिहे गरेपछि त गाह्रो पो हुने रहेछ क्या। गाह्रो लाग्यो भने छोडपत्र गरे हुन्छ नि त। हो यो काम चाहिँ तिमीले गर्नु। ल पहिला त यो मेरो झोला बोकेर उता हिँड त ससुराली खलक धेरैतिर जानु छ क्या आज। तर
ससुरालीमा घरिया लाएर जाने हैसियतको मान्छे हुँ म हैसियतकै कुरो चाहिँ नगरिसो न भिनाजु। अब हामीसँग यसो हजुर पनि उतै गइस्यो भने घरिसडी खल्तीमा हाल्सिन पाइसिन्छ कि? कोदो गहुँ पनि त छड्काइसिन पाइसिन्छ नि उनको भाषा है। एकछिन सम्झाउँदै गर है, मेरो अलिकति काम पर्यो। ज्वाइँ छोरा बुहारीको कुरो त जायजै छ है। चुप लाग। हिजोसम्म मुख्यमन्त्री भन्थ्यो, आज तिमीलाई यही बुहारी स्वारी भयो। ल जाउँ जाउँ ढिला हुन्छ। के गर्नु त बाबा, तिउन कसैले लाग्थ्यो भनेर बारीमा गएको, केही भेटिन, यही खसी कसैले लाग्दैन विचार गरेँ मैले त। लान्छस् खसी कोसेली गाला पड्काइदिउ तेरो। अर्काले दसैँलाई राखेको खसी त ऊ त कोसेली पो लान्छु भन्दैन चाहिँ। ल भाग्यमानी भइबक्स्योस्। त्यही त झन्नै लाग्छ त्यही गरे। खै खसी ल्याउनुहोस्, म चराउन जान्छु। चराउँछु होइन हराउँछु तै भन न। कस्तो बुढो रहेछ। नमस्कार है ससुराबा। नमस्कार सासूबाई। आइयो नि त। दर्शन अनि ससुराबा के छ त हाल खबर यतातिर? पानी पर्यो? अनि धाना बिउ राख्यो कि राखिएन? रोपाई कहिले हो कुन्नी? ल हेर हेर कुरा गरे। अस्ति मात्रै यो घरबाट त्यो घरमा बिहे गरेर गएर कति न टाढाबाट आएर सोधे जस्तो गर्छिन्। अब पहिलोचोटि के बोलाउ भएर होला नि। ससुराबा कसैले पात पनि ल्याइया छ नि। ल यो चाहिँ ससुराबालाई। त्यही अस्ति म बेहुलो हुँदा लाएर आएको। बाले किन्दैन नि त, त्यही भए पनि लाउनु न, सुहाउँछ क्या तपाईँलाई। अब यो चाहिँ आमालाई बनारसी साडी। आहा बुढा, छोरीले त गजबको साडी ल्याएछ बा। गजबको त भइहाल्छ नि, अर्काको साडी ल्याएपछि आफूले झन् बेको साडी नलाइकन राखेको। खै झुकिएर उस्तै रङको थियो। पछि फेरि माइत आउँदाखेरि ल्याइदिन्छु नि। ए हजुर, फालफुल दिस्यो न। भइहाल्छ नि। ल भुसुक्कै बिर्सिएछ। एकैछिनै म घरबाट लिएर आउँछु है, एकैछिन। अलि भुलक्कड होइसिन्छ कि अब हजुरहरूलाई थाहा छँदैछ नि उहाँको बानी। आदि उमेर गइगो रास्ता त्यही भो, आदि उमेर गइगो। बुवा ससुरालीमा कोसेली लाउन ठिक्का पारे के र तिमीले खाने, तिमीलाई सारे। यो यार के हो? त्यस्ता कुरा त कति छन् कति। ससुरामा भिनाजुले झन्डै सिताउन लागेर चाहिँ खाऊ ल। ज्वाइँ साहब, के यो बोक्रा मात्रै खानु? अरे मलाई अरू कुरा केही थाहा छैन ज्वाइँ साहब। छोरीलाई चाहिँ राम्ररी पाल्दी बक्सेला है। चम्सुरी, ज्वाइँ छोरीलाई भोक लाग्यो होला, जा भित्र गएर मासु र भात मजाले पस्किदे जा। कहाँ पस्किने भनिसकेको? उता मामा घर जानै छ, पछि आएर खाउला नि। पाकिसक्यो मासु भात छोडेर जाने र भने एक दुई चोक्का पाकु पार्नु भयो नि त। सल्लाह हामीले सल्लाह गरिस्या अघि धुर्मु। हजुर हिँड्छौ छिट्टै। हिँड्छौ होइन, अब गइस्यो। बुढा, हाम्रो ज्वाइँ छोरीको जोडा कस्तो परेवाका
जोडा जस्तो छ कि त्यही त भने